म रौतहटमै घरजम गर्नेछु। म यहाँ आउँछु कि बस्छु हरजम आपको लेकर जा सकता हूँ, मैं काम करूँगा। चुनाव चिन्ह नि कस्तो बवाल राखेछ के छ साथीहरू, स्वागत छ नयाँ रियाक्सन भिडियोमा। आज चाहिँ हामी गोस्ती र मछम सो रियाक्सन गर्दैछौँ होइन। हाम्रो चुनावको मिति चाहिँ नजिक नजिक आउँदाखेरि के भन्छ, चुनावमा उठेको नेताहरूको पनि हुन्छ नि, कोही कोही नेताहरूको चटक एकदमै बढिरहेछ। सो हाम्रो ऋषि धवलाजी पनि उठ्नु भएको छ, हाम्रो पत्रकारज्यू। सो उहाँको चाहिँ एकदमै कडा कडा भिडियोहरू आइरहेछ। सो त्यही भिडियोहरू चाहिँ हेर्दै भयो त एकदमै के भन्ने, हेर्दा फनी लाग्छ क्या फेरि। रौतहट 4 को जनतालाई, यहाँ यति धेरै जनता हुनुहुन्छ, उहाँलाई बाचा कसम गर्नुहोस् कि तपाईँले जितेपछि पहिलो एउटा काम, इम्पोर्टेन्ट काम के गर्नुहुन्छ? यहाँको पहिलो काम मेरो सुन, यहाँको मेन समस्या के छ? मेन समस्या भनेको यहाँ समस्या धेरै छ। के छ? धेरै छ के दिमागमा कि कुरै होइन, समस्या धेरै छ कि। पुलले अब अध्ययन नगरिकन गएपछि त्यस्तै हो कि। मलाई के लाग्छ भन्दाखेरि ऋषि धमला यो राजनीतिमा आउने सेक्टरको मान्छे नै होइन कि, तँलाई के लाग्छ? होइन, अहिले त धेरै मान्छेहरू राजनीतिमा आउन नहुने मान्छे नि त आयो नि त, मान्छे काम ठिक गरेर नहुने मान्छे आयो होइन। तर ऋषि धमला चाहिँ यो मान्छे चाहिँ राजनीतिमा ठ्याक्कै नआउने मान्छे हो कि। किन भन्छ भने यो मान्छेको बाहिरी कन्टेन्टमा कुनै पनि रिसर्चेबल नै छैन कि। यो मान्छेको भनेको एकदम मान्छेलाई घोच्ने होइन, त्यहाँको रिसर्चै नगर्ने कि। त्यहाँ के गर्नुभयो त? त्यहाँ यताउति सबै कुरा अब त्यही त होइन, जस्तै जुन आफू जुन ठाउँमा त्यहाँको एजेन्डा हुनु पर्यो नि त एउटा। त्यो कुनै पनि एजेन्डै छैन। कहिले गएर आरा लगाइदिएको छ, कहिले पलस्तर गरेको छ होइन। हेरौँ न अगाडि आउँछन् कि त्यो भिडियोहरू। त्यही त जुन ठाउँबाट आफू उठिन्छ नि त्यो ठाउँको त्यहाँ के छ कमी कमजोरी, केमा चाहिँ आफूले विकास गर्ने होइन, त्यो चाहिँ पहिले रिसर्च गर्नुपर्छ कि। त्यो ट्र्याक्टर चलाउने मान्छेको पीडा चलाउने मान्छेलाई थाहा हुन्छ नि। मैले पनि त्यो पीडा बुझेको क्या, कति गाह्रो हुन्छ गाडी चलाउनु भन्ने। फेरि तुरुन्तै रोइदिने कि यार, कस्तो कलाकारै हो यार ऋषि धवला त यार। सर उतिखेर कि काम गर्छ एउटा रमाइलो प्रश्न छ। ऋषिजीले अब चुनाव चिन्ह रोजि नै सकेपछि किन मोबाइल रोजेको? उहाँलाई मनपर्ने काजु रोज्नु पर्थ्यो नि। जस्तै मोबाइल रोजेको चुनाव चिन्ह मोबाइल चुनाव चिन्ह मोबाइल हो ऋषि धवलाको अहिले। नीति बनाउन छोडेर जनतालाई घुमाउने पो हो कि ऋषि धवला पनि आएर भन्ने प्रश्न पनि छ नि। होइन, जेरी पकाउनु गलत हुँदैन है। भाई यहाँ पे क्या हो रहा भाई? ये कहाँ फंस गया भाई मैं? आज त्यो जेरी पसलमा पुगेर जसरी मैले जेरी पकाएँ, त्यो जेरी पकाउने मान्छेले मलाई आज के भनिराखेको छ थाहा छ? ऋषिजी, तपाईँ आइसकेपछि हाम्रो पसलमा जेरी खाने मान्छेहरूको लाइन लाग्यो। मैले पकाएका जेरी खानेहरूले मलाई भने के ऋषि धवलाले पकाएको जेरी तपाईँ पकाउन सक्नुहुन्छ? सोधे रे। अपन एक चाय का दुकान खोलेगा। चाय हाम्रो ऋषि धवलाजीले बोलेका कुनै कुरामा चाहिँ लोजिकै हुन्न कि। अब बोल्दा होइन, हराउनु हुन्छ मान्छे नै होइन कि। ठिक छ। आज एउटा सानो मुद्दा होइन भने ऊ किसानले आफ्नो चाहिँ मूल्य अनुसारको पैसा पाउँदैन। कस्तो अवस्था छ मधेस? त्यही एउटा एजेन्डा हेर्नुहोस्, मधेसको पीडा। अरू कुरा के गर्ने? किसानले आफूले उत्पादन गरेको मूल्य पाउँदैन। तपाईँमा सबभन्दा ठुलो विशेषता हाम्रो इन्टरभ्यू लिने मान्छे नि छक्क पर्दिरहेको। अब के भन्ने, पत्रकारलाई चाहिँ हाँस्न सुरु गरेको वाक्य टुङ्गिँदा रुन सक्ने पनि राजनीतिमा योभन्दा ठुलो गुण के हुन सक्छ? यस्तो पीडाहरू चाहिँ जनताहरूको हाम्रो भूमि बस्तीमा गएन, खाली लाग्दछ क्या। रौतहट हाम्रो देशका नेतृत्वकर्ताहरूले रौतहट पीडामा छ। तर रियालिटी यो मान्छेले त्यहाँबाट जित्यो भने कैसे लोग मैले यो त अब के नाटकै गरे जस्तो छ यो त यार।
कुनै पनि एजेन्डै छैन यो मान्छेसित होइन। त्यहाँ चुनावमा उठ्नु भनेको त कुनै एउटा एजेन्डा त चाहियो नि त, चाहियो के को लागि उठ्दैछ के हो। त्यहाँ गएर घर घरमा गएर त्यहाँ दुःख पायो भन्दैमा त्यसले के अरे बेल्चा हानिदिने होइन, अनि त्यसपछि आरा लगाइदिने दार्का, उसको त पेसो हो त गरिरहेछ कि यो चाहिँ पत्रकार हुनु पर्यो। अब यस्तो हो, पुराना पनि पार्टीबाट उठेकाले उठे गरेनन् होइन। अब हामीसँग अप्सनै छैन त। अब ऋषि धमलाजी उठेर पछि जितेपछि केही गर्नुहुन्छ कि हामी आशावादी, त्यही त आशा त राख्ने हो। अब केही त गर्दिनँ भन्दा पनि गर्न पर्यो उठेसी त। उहाँबाट अब नगरे त फेरि लहटिन्छ गर, उहाँबाट केही अपेक्षा छैन मेरो। छैन गर्नु होला अनि हामी आशावादी त हुनुपर्छ। रौतहट जिल्लालाई म बनाउँछु। मैले सबै कुरा छोडेर अब मैले रौतहटमै बस्ने, यहाँ आएर बस्ने गरेको छु, यहाँ आएर बस्ने गरेको छु। अब म रौतहटमै घरजम गर्नेछु। म यहाँ आउँछु यहीँ बस्छु, यहीँ घरजम रौतहट घरजम गर्छु भने रौतहट जिल्लामा पुग्दाखेरि अस्ति मैले नमस्कार गर्दाखेरि नमस्कार नफर्काएर भित्र लुकेर बस्ने जनताहरू त्यस्तो समस्यामा छन्। यो कुन हगाई हो रे दादा, कुन हगाई हो यो? पनि खाइदिला नै खुसी खुसी एकदम खुसी। तर यार एकदम ग्राउन्ड लेभलमा गएर यार समस्या बुझिरहेछन् यार। यत्रो सबै मान्छेसँग भेट हुनु भनेको पनि सानो कुरा चाहिँ होइन है। होइन ल भन् त, पुरा घर घर गएर होइन सबै उहाँहरूको जे काम गर्नु त्यो काम पनि गर्ने होइन। यो त एकदम होइन, यो कडा हो नि यार। पहिले के गरे रुला दिया आपने। एक आदमी में इतना टैलेंट कैसे होता है? काम गर्न गाह्रो छ नि भाइ। बुझ्नु श्रमजीवी जनता पुरा हेरिराख्नु त कति काम गर्न गाह्रो छ। नेता मात्र हुन सजिलो छ भने कसले भने नेता हुनु त सजिलो छ होइन। अरे तू जा रही आपको लेकर जा सकता हूँ, मैं काम करूँगा। कर्मी चलाउँदै हुन्छ काम करने वाले चेतिन्छ र प्यान्ट अब अपने पात्र में हो गई। बंद करो हाथ जोड़ते मैं देख छैन सर, देख छैन। तरिका ठीक होइन यार। तर मान्छे दिमाग चाहिँ कडै हो यार। यस्तै गरेर भोलि पनि जित्देबार क्यार नि यार भन्नै सकिन्न नि यार। जितेबार त के भन्नै सकिन्न, यो त अति भएको। हेर किसान है, मैं आपका अभिनंदन करना चाहता हूँ। मैं भी किसान का बेटा हूँ, मैं भी किसान कर रहा हूँ, पहले गाँव में खेती कर रहा हूँ। आपके लिए अभिनंदन करता हूँ एक किसान के नाते। माला तयार त रौतहटवासीका लागि चाहिँ ऋषि धमलाको एजेन्डाहरू के छन्? एजेन्डा आउँछ। मैले एकदम खाका गरेको छु रौतहटमा के गर्ने, रौतहटको विकासको लागि के गर्नुपर्ने, 1, 2, 3 जस्तो शिक्षामा के गर्ने, स्वास्थ्यमा के गर्ने, पूर्वाधारमा के गर्ने, रोजगारीमा के गर्ने, पर्यटनमा के गर्ने, कृषिमा के गर्ने, सिँचाइमा के गर्ने। पहिले हुन पर्ने ऋषिजी। के सधैँ हामी आग्ने आशीर्वाद लिँदै त मेरो उम्मेदवारी रौतहट जिल्लावासीको एउटा सपना छ। मोबाइल छ युवा पुस्ता सम्हाले उहाँलाई 3 नंबर क्षेत्र के ढाक ढूब के बना देली पर्वो चौगो छ, वही पार्टी से लड़ाई हो जाए खुशी खुशी।
चेंज करेगा पब्लिक क्षेत्र में परिवर्तन मेडिकल कॉलेज टेक्निकल कॉलेज इनका 5 फैक्ट्री एरिया में लगाओ लेकर विदेश जाओ तर जान चाहिँ सबै घरमा पुगेन जस्तो छ यार हक फेरि जलाइन रहेछ कि गर्ने जलादेखि रहेछ कि गम्मै अँगाल हाल्ने सिस्टम रहेछ कि फेरि मुझे कैसे भी करके निकाल मेरे भाई मैं फंस गया चुनाव जितेर आउँछु यही घरमा बसेर खाना खान्छु भन्नुस् आर यु कमेडी मी आज कमाएगा तो कल बैठकर खाएगा मोबाइल हाम्रो मोबाइल छ भाइ मोबाइल नबिर्सिनु नि ए चुनाव चिन्ह नि कस्तो बवाल राखेछ बानी त त्यही रहेछ नि फेरि अनि घन्टी बजाउने हजुर मलाई म साथ दिन्छु पटक साथ दिन्छु घन्टीबाट उठेको होइन सो त अन्त होइन सरले जित्नु भएछ भने म 30 किलोको खसी छ म गाउँलेलाई काटेर फेरि खुवाउने भिडियो खिच्नु चाहिँ पछि एउटा सँगसँगै लिएर हिँड्छन् होला क्या नाटकै हो मोबाइल छ है नाटकै हो अरू घरमा चाहिँ बस्ने बिरामी रहेछ नाटकै हो नाटकै हो यो त नाटकै हो यार तैँले ख्याल गरिनस् के भयो यहाँ हेर्न माथि ऊ हेर्न हात हेर्न नाटकै हो नाटकै हो त्यस्तै भयो होला कि यस्तो नाटक गर्नुभन्दा त बरु टक्क होइन त्यो बिरामीलाई त जीवन आर्थिक सहयोग गरे हुन्छ कि होइन उहाँले न दसैँ तिहार न कहिले विवाहमा त आफ्नो विवाह 4 घन्टा ढिलो आउने जन्ती लिएर उहाँ हुनुहुन्छ एक वर्षमा बनेन भने के गर्ने हामीले हजुरले के गरेर हुन्छ 1 वर्षभित्रमा यो पुललाई सुधार काठमाडौँ गएर लुकिहाल्नु टाटा गुड बाई गया के बोल्ने काउन्टर क्वेसन खतरा हो नि त उताबाट ऋषि धमलाको हेयर स्टाइलको अहिले निकै चर्चा छ ऋषि धमलालाई सलमान खानसँग तुलना गर्दैछन् के गर्नुहुन्छ तपाईँ कसले के भन्छ कसले मेरो बारेमा छ नि जब त उहाँ कुनै हिरो सुटिङमा जानु भएको होइन त त्यो कपाल कोरेर बस्नलाई उहाँ त त्यहाँ रात दिन दुःख गरेर यदि चुनाव हार्यो भने के गर्नुहुन्छ होइन म हार्न मैले जानेको छु पनि हार्यो भने शेरबहादुर देवाको घरभित्रको पैसालाई तपाईँ के भन्नुहुन्छ ठ्याक्कै त्यो त हेर्नुहोस् मेरो त यति मन त साँच्चै भने मैले त्यो कुरा देखेपछि त मलाई त यति आक्रोश भयो नि
त्यति नभन्ने हो भने त फेरि होइन भोट पाइन्न नि त आक्रोश त हुनै पर्यो नि। ल साथीहरू यहाँ यो हाम्रो ऋषि धमलाजीको अब के भन्नु चटक्कै भन्न मन लाग्छ मलाई त। अब हुन साँच्चै पनि उहाँ यत्तिकै इमोसनल हुन पनि सक्नुभयो। सो यसमा धेरै उ नगरौँ। अब हेरौँ रिजल्टै बताउँछ चुनाव पछि। ल है त साथीहरू अब अर्को नयाँ रियाक्सन भिडियोमा भेटौँला। भोट फर घन्टी। भोट फर घन्टी।